नमस्ते ओखलडुङ्गा समाचार यहाँ सबैजना स्वागत छ। आज हामी यो एमालेको कार्यक्रममा आएका थियौँ। यहाँ चाहिँ धेरै मात्रामा चाहिँ यो सरकारी मोटरसाइकलहरू चाहिँ देख्न सकिन्छ। यहाँ जस्तै यहाँ यो भयो हैन, अनि यता चाहिँ धेरै छन्। हामी चाहिँ यहाँ खोज्दैछौँ, यहाँनिर छ। त्यस्तै गरेर यहाँ पनि एउटा देख्न सकिन्छ। त्यसै गरेर यता पनि टन्नै छ, यहाँनिर पनि एउटा देख्न सकिन्छ। त्यस्तै गरेर अर्को पनि यहाँनिर हामी हेर्दैछौँ, यतातिर पनि यहाँ पनि यो अपाचे दुईवटा चाहिँ सरकारी बाइक, यो चाहिँ पालिकाको होला सायद। यो मोलुङ गाउँपालिका हुनु चाहिँ नयाँ बाइक, यो पालिकाको बाइक देख्न सकिन्छ यहाँ। त्यस्तै गरेर यहाँ पनि एउटा भित्र चाहिँ यहाँ लुकाएर राखेको स्थितिमा छ यहाँ। त्यस्तै गरेर यहाँ चाहिँ टन्नै बाइकहरू चाहिँ यो सरकारी दुरुपयोग भएको चाहिँ देख्न सकिन्छ। यहाँ पनि एउटा बाइक छ यहाँ। यो चाहिँ आज कार्यक्रम एमालेको कार्यक्रममा चाहिँ यहाँनिर सरकारी बाइकहरूको धेरै दुरुपयोग भएको छ। यो चाहिँ सम्बन्धित निकायको ध्यान जाओस् र यस्ता बाइक चालकहरूलाई, यस्ता अफिसरलाई, यस्ता पालिकाको वडा अध्यक्षहरूलाई चाहिँ कारबाही होस् भन्न चाहन्छु। हस्, धन्यवाद।